गाना पनि गाछ गाना पनि चिप्लिएको छ तपाईको नाभि ठिक छैन अर्को लिभरको चाहिँ समस्या धेरै छ र सानो आन्द्रामा चाहिँ ठुलो समस्या तपाईको सानो आन्द्रामा धेरै फरक चिपेको छ खानापिना एकदमै बढाउनु पर्ला ठिक छ पहिलो नम्बरमा जनावरबाट आउने चिज सबै बन्द गर्नु पर्यो अहिले माछा भन्दा दुध दही सब घिउ भेट्यो भने लोकल गाई घिउ खानु होला मिल्छ खाना गाउँमा कतै मिलिहाल्छ बाहिर मिल्यो भने बहुत राम्रो काम गर्छ अब त्यहाँ एउटाजनाले लोकल गाई पाल्छ अर्को गाउँबाट बनेका सबै चिज बन्द गर्नुहोस् अहिले गाउँबाट रोटी तपाईँ खाए ग्यास्ट्रिक बन्छ गाउँका जति पनि चिज बन्छन् बाहिरको त केही खाने नै होइन घरमा पनि गाउँबाट बनेको गाउँ र बेसनबाट बनेको चिज बन्द गर्नुहोस् फ्राई गरेको चिज बन्द गर्नुहोस् तारेका भुटेका फ्राई गरेका चिज बन्द गर्नु चिनी चियापत्ती कफी बन्द गर्नुहोस् खाना भेली खान मिल्यो मोमो खान मिल्यो अनि घरमा आलुमिनियमको भाँडा बन्द गराउनुहोस् कुकर प्रेसर कुकर लगायत आलुमिनियमको भाँडा सब बन्द गराउनुहोस् फलामको कराई किटको कराईमा पकाउनुहोस् काँसाको तामाको पित्तल र काँसाको कसौडीमा त्यसमा पकाउनु खाना घरमा अनि समयलाई ध्यान दिनु होला समय बडो महत्त्वपूर्ण छ सबै काम छोडेर खाना हाम्रो खाना पाकिसकेको छ हजुर मात्रै आउनु भयो र खाने बेला थियो अब सूर्यास्तभन्दा पहिला खाइहाल्नुहोस् स्वस्थ रहने विचार छ रोग पनि निको पार्नु छ भने सूर्यको अस्त हुनुभन्दा पहिला खाना खाइहाल्नुहोस् 7 बजेपछि खाना गयो भने अन्तिम सीमा 7 बजे हो त्यो पनि आजभोलिलाई गर्मी दिनलाई जाडो दिनमा त 6 बजे 5 बजे 5 देखि 7 को बिचमा खाना अनिवार्य खाना खानु पर्यो समय अनुसार मतलब सिधै कुरा सूर्यको अस्त हुनुभन्दा पहिला खाना खानु पर्यो सबै काम छोडेर खाना खानुहोस् आएर काम गर्नुहोस् पर्यो आज नभए भोलि काम गर्नु होला मिल्यो काम गर्न शरीर बिग्रेर सकिएको के गर्नुहुन्छ पैसा कमाएर आइस बिहानको खाना 8 बजेभन्दा अगाडि केही नखानुहोस् 8 बजेभन्दा अगाडि केही पनि नखानुहोस् न चिया न नास्ता चिया त खाने भएन पानी खान मिल्यो तातो पानी जे खानुहुन्छ नर्मल घैँटाको पानी खानुहुन्छ ठिक छ फ्रिजको पानी नखानु होला अनि घैँटाको पानी राखेर खानुहोस् तामाको भाँडामा राखेर पानी तपाईँले बढी खानुहोस् तामाको जग ल्याउनुहोस् या तामाको गाग्री ल्याउनुहोस् तामाको भाँडालाई दैनिक बिहान साफ गर्नुपर्छ यो ध्यान दिनु पर्ला त्यहाँ चिप्लो जमिसकेको हुन्छ बिहान दैनिक साफ गर्ने माझ्ने भित्रै हात हालेर अनि पानी भरेर राख्ने त्यो पानी तामाको भाँडा पानी बढी खानुहोस् तपाईँले अनि त्यसपछि फ्रिजको आइटमहरू केही पनि नखानु होला पिरो मसला सबै बन्द गर्नुहोस् डब्बामा राखेको अचारहरू बन्द गर्नुहोस् ताजा चटनी खान मिल्यो अमलाको चटनीले बहुत फाइदा गर्छ तपाईँलाई अमला खानुहोस् धनियाँ खानुहोस् पुदिना खानुहोस् यसरी मिलाएको चिजहरू खानुहोस् उखुको जुस खानुहोस् प्राकृतिक भुइँ पिँडालु नखानु होला चिप्किने चिजहरू बिहान 8 बजेदेखि 10 बजे बिचमा भोजन गर्ने बेलामा पानी नखाने खोप खाना चबाएर खानुहोस् खोपसँग पानी टाढै राख्दै नराख्नु पानीलाई बिर्सिनु पानी 1.5 घण्टापछि यस्तै बसेर यही आसनमा बसेर दिउँसो 1 घण्टापछि खाना खाएको 1.5 घण्टापछि खोप कुल्ला गर्दै खाँदै गर्ने मुखमा खेलाउँदै खाँदै ठाडो घाँटी लगाएर तन्त्र पार्नु खाने पानी ल्याइले पनि एक घुट्की राख्ने मुखमा खेलाउने अनि निल्ने फेरि निल्ने अनि खेलाउने निल्ने मतलब कुल्ला गर्दै निल्दै गर्ने पानी सिधै ठाडो घाँटी लगाएर तन्त्र पार्नु नखाने पानी कहिले पनि खाना बेला पानी नखाने यो पानी खाने नियम यो भोजनको नियम खानालाई 32 पटक चबाउनुहोस् एक गाँसलाई कोही जानु छैन केही गर्नु छैन जो आउँछन् ग्राहक आउँछन् बस्छन् कुर्छन् तपाईँ खाना खाने बेलामा खानामा ध्यान दिनुहोस् मोबाइल चाहिँ समय अर्को ठाउँमा राख्नुहोस् मोबाइल नचलाउनुहोस् टिभीदेखि लिएर गफ सब बन्द गर्नुहोस् खानामा ध्यान दिने त्यसरी तरिकाले चाहिँ तपाईँहरूको दिनचर्या यो गराउनुहोस् साँझ 10 बजीभित्र सुतिहाल्नुहोस् बिहान 5 बजीभित्र उठिहाल्नुहोस् अनि त्यसपछि पानी खानुहोस् औषधि केही खानुहोस् औषधिजन्य पदार्थहरू त्यो खानुहोस् 8 बजीसम्म केही नखानुहोस् 8 बजे 10 बजीसम्म भात खानुहोस् आउनुहोस् जहाँ गए पनि जहाँ जानुहुन्छ यात्रा गर्नुहुन्छ त्यही समयमा खानुहोस् शाकाहारीमा आउनुहोस् होइन लसुन प्याज खान सकियो नभुटेर काँचो खानुहोस् फाइदा गर्छ खोर्सानी नखानु होला खोर्सानीले खराब गर्छ पिरो खाने इच्छा छ भनेपछि अदुवा लसुन मरिच खान मिल्छ मरिचले चाहिँ भित्र साफ पनि गर्छ थोरै राखेर नुन बदल्नुहोस् यो नुन खानुहोस् सिधे नुन आयोडिन नुन नखानु आयोडिन नुनले खराब गर्छ सिधे नुन खानुहोस् तेल बजारको नखानु तोरीको तेल खानुहोस् तेल तताउने होइन तेल चोएर खान्छ माथिबाट तेललाई तताएर भुट्ने होइन चिजहरू कुनै पनि सबै ठिक पारेर हाल्यो कराईमा माथि तेल चुहाइदियो बेसार हाल्यो जिरा धनियाँ पिसेर सिलौटामा हाल्यो साँचो गरेर पानी हाल्यो हाल्यो पाकिरहन्छ खाने यो विधिबाट भोजन घरमा पनि सुधार गृहिणीलाई सुधार गर्नु पहिला गृहिणीलाई सुधार गर्नुपर्छ तपाईँले भाँडा किनेर छोडिदिनुहोस् भाँडाकुँडीदेखि लिएर खाने समयदेखि लिएर विधि पकाउने विधि सबै प्रोटिन बन्द गर्नुहोस् अहिले तपाईँले प्रोटिन कति नखानुहोस्
मुङको दाल खान मिल्छ, मुङको गेडा खान मिल्छ, टुसा निकालेर यति भरि छुट्छ, गहत खान मिल्छ। बाँकी कुनै पनि दाल अरूको दालले पनि सबै दाल गेडा गुडी सबै बन्द गर्ने अहिले केही खाने 3 महिना बन्द गर्छ। प्रोटिन मतलब तरकारीमा के च्याउ पनिर पनि सबै बन्द गर्नु। दही दुधहरू दही त नखाने अहिले, दही खाने उयो असार 15 मा खानु होला। दुध त खाने नै होइन, दुध चाहिँ खराब गर्छ। भेट्टा घिउ खानु, दैनिक खानु, घिउ जति खानु 1 डाउरो खानुहोस्। सकिन्छ भने सिधै 1 गिलास घिउ पिउनुहोस् तपाईँहरू, त्यो त बहुत फाइदा गर्छ। घिउले कसैले ग्यास्ट्रिङ गराउँछ भन्छ कि बनाउँदैन, गाईको लोकल गाई घिउले बनाउँदैन। घिउ हो भने घिउ हामीले कसलाई मान्छौँ त भने गाईलाई मात्रै मान्छौँ, अरूलाई मान्दैनौँ। फेरि भैँसीकोले काम गर्दैन। भैँसी घिउ होइन, भैँसी फ्याट भन्छन् अङ्ग्रेजी भाषा, चिल्लो पदार्थ हो। हाम्रो घरमा त भैँसी बाख्राले घृत, जसलाई घृत भनिन्छ संस्कृतमा, गो घृत, गो दुध, गो दधी, यही हो खाने, यही हो। अझ गाई जङ्गलमा चढ्ने भएको अझ राम्रो। अब जग्गा छैन त हराइयो अब त। मोही पारेको हुनु पर्यो, घिउ अनिवार्य, एकदमै लोकल गाई तर्जमा गरेको हुनु फेरि दुधलाई दही बनाएर दहीलाई मथेकै हुनु पर्यो, नौनी पकाएको हुनु पर्यो, घिउ त्यसलाई पनि घिउ, त्यसले फाइदा गर्छ। हार्ट एट्याक आएको मान्छेलाई त्यसले फाइदा गर्छ। जस्तो सुकै रोगीलाई पनि घिउ। मैले आफ्नो घरमा बनाएको घिउ आफैले बनाएर खान्छु, किनेर मैले घिउ खानु होला, विश्वासिलो मान्छेबाट ल्याउनु होला। जर्सीको, ठिमा गाईको, भैँसीको, डेरीको यो नहोस्, गाईकै भए पनि तर्जमा गरेर बनाएको नहोस्, मजाले मथेर नौनी पकाएको चाहिँ घिउ होस्, वैदिक विधिबाट बनाएको घिउ। यसले सबैलाई फाइदा गर्छ, बच्चादेखि वृद्धसम्म, रोगी निरोगी युवा सबलाई खाने हो यो। मोटो हुनु छ भनेपछि खानुभन्दा अगाडि पिउने तनकै खाली पेटमा, दुब्लो हुनु छ भनेपछि खाना खाइसकेपछि पिउने तनकै, ठिकैबाट खान्छ भने खानासँग खाने। घिउलाई पनि 3 पल्ट खाँदा 3 प्रकारको फाइदा गर्छ घिउले पनि। त्यस कारणले त्यो घिउ खानुहोस्, भेट्यो भने, नभए बिना घिउको चल्यो, नारियलको दुध बनाएर खानुहोस्। मन्दिरमा चढाउने नारियल हुन्छ, ल्याउनु, पानी खानुहोस्, गुदी निकाल्नुहोस्, सबै गुदी खानुहोस्, नभए त्यसलाई पेलेर त्यसको सेतो जुस आउँछ त्यो खानुहोस् हल्का तताएर, त्यसले धेरै फाइदा गर्छ। काँचो नारियल फाइदा गर्छ। यसरी चाहिँ खानु होला। अनि त्यसपछि बेलको सिजन छ अहिले, तपाईँको सबैभन्दा राम्रो औषधि म सिकाइदिन्छु, किनभने हामीले त आफ्नो डाक्टर आँखा बनाउँ अभियानै हो हाम्रो त। म यहाँबाट केही उत्पादन दिउँला होइन। सबैभन्दा अति राम्रो उत्तम औषधि भनेको बेल। बेल आइसक्यो होला, अब पाक्न सुरु गरिसकेका छन्। बेल खानुहोस्। अहिले दाङमा त लोप भइगयो, जति सक्नुहुन्छ बिहान खानु, दिउँसो खानु, सबै बिहानै खानुहोस्। यद्यपि गुदी चाहिँ बेलको गुदी खुब खानुहोस्। बिलबादी चूर्ण पनि पाइन्छ आयुर्वेदको पसलमा, बेलबादी पाइन्छ। सके बेल चूर्ण मात्रै राम्रो हो, बिलबादी अलि के मिलाएको हुन्छ। बिलबादी चूर्णले फाइदा गर्छ माछीलाई, रगत माछीलाई। आयुर्वेदको औषधि त्यही खाने हो, अरूले फाइदा गर्दैन। र ताजा बेल भेट्यो अति राम्रो, पाकेको बेल यसरी खानुहोस्। बिहान 1 गिलास जुस खानुहोस्, ग्रिन जुस दैनिक। यो नछुटाउनु होला, नबिर्सिनु होला। ग्रिन जुस कुनै पनि हरियो रस आउने, खान लागेको घाँसपातहरू, स्याउलाहरू, गाई बस्तुले भेडा बाख्रा जे खान्छन् त्यसको जुस निकाल्नुहोस्, खानुहोस्। जस्तो बेलुकीको पात, पारिजातको पात, धुबो, मेवाको पात, अनारको पात, आँपको पात, बरकोलका पात, जे छन् आसपासमा 1-2टा बेलका पात राख्दा पनि बेलपत्र झन् राम्रो अद्भुत। बेलपत्र चबाएर खायो भने चाहिँ दैनिक 3टा पत्र बेर खानुहोस्। त्यो त विष मार्ने चिज हो। यतै निमको पात हाल्नु 1-2टा, बोकाइन असारे भन्छन्, त्यो करीपत्ता साउथ इन्डियातिर भन्छन्, यहाँ हामीले कालो बगेना भन्छौँ, पात हाल्नुहोस्। उसले कडीपत्ता भन्छ। 1 गिलास पानी हाल्नुहोस्, घोल्नुहोस्, निकाल्नुहोस्, मह फिट्नुहोस्। महले तपाईँलाई बहुत फाइदा गर्छ। मह फिट्नुहोस्, खानुहोस्। नुन कम गर्नुहोस्। त्यो नुन त खाँदै नखानुहोस्, समुद्री नुन पनि नखानुहोस्, यो नुन खानुहोस्। यो नुन सलादमा खानु छ भने कालो नुन, बिरी नुन, तरकारीमा यो नुन खाने। सलादमा के खानुहुन्छ? सलादमा खानुहोस्, मुला खान मिल्छ। मुला अब सिजन सकिएको, अब नखानु होला। पाइन्छ तर अब सक्यो सिजन सक्यो। गाजर मिल्छ गरे, गाजर छ, गाजरले बहुत फाइदा गर्छ। मेवाले बहुत फाइदा गर्छ पेटको लागि। दिउँसो मेवा खानु, बिहान गाजर खानुहोस्। चुकुन्दर भयो, चुकुन्दर खानुहोस्। बस यिनै चिजहरू खाने। त्यो ब्लड पनि बढाइदिन्छ। हो। काँचो लसुन खानुहोस् पेटको लागि। काँचो लसुन त्यतिकै नखानु होला, के मिलाएर खानु होला। गाजरको टुक्रामा एउटा लसुनको टुक्रा, अलिकति हरा पुदिना भन्छौँ कसैले, बासमती, त्यसलाई र लसुनलाई पिसेर चटनी बनेको। पुदिना धनियाँ हाल्नु, त्यसमा काँचो लसुन हाल्नु, पिल्नुहोस्, खानुहोस्। अमला हाल्नुहोस्, खानुहोस्। अमलाले फाइदा गर्छ। मुलेठी, जेठी मधु भन्छ हामीले, त्यसले फाइदा गर्छ। तपाईँलाई फाइदा गर्ने चिजहरू यिनीहरू हुन्। हाम्रो यहाँबाट पञ्चगव्य बेसमा सबै बन्छन्, गहुँतबाट बनेका केही यस्तै यस्तै चिजहरूबाट गहुँत बेस हुन्छ हाम्रो यहाँ होइन। त्यसपछि यिनै चिजहरू लगाउनुहोस्, खानुहोस्। एउटा त अब यही हो खाने, मोही हो, मोहीबाट बने औषधि छ होइन। यो निको चाहिँ हुन्छ,
निको नहुने केही छैन। समस्या लामो समय लाग्यो। तपाईँले मुख कति बार्न सक्नुहुन्छ त्यहाँ भर पर्छ। भान्सो कति सुधार्छ, मतलब रोग निको हुने नहुने आफैमा भर पर्छ। स्वयं कति म खानाको अनुशासनलाई पालन गरेको छु त। दिनचर्या जो आहार विहारको जो नियम छ, बिहानदेखि साँझमा के खाने, कति बेला खाने, कसरी खाने, केमा बनाउने, कसरी बनाउने, यसमा भर पर्छ। कुनै पनि रोग निको हुन्छ, निको नहुने के हुन्छ लागेको छ भने निको होला त। त्यसकारण अब निको हुने नहुनेमा त अब पहिला खुट्याउनु पर्यो रोग के हो, औषधि दिनु पर्यो के हो रोग, अनि स्वयं पथ्य अपथ्यको चाहिँ ध्यान दिनु पर्यो। केले फाइदा गर्छ त्यो नछोडेर खानु पर्यो, जसले हानि गर्छ त्यसलाई छोड्नु पर्यो। यति दुईवटा कुरा ध्यान दिनुपर्छ। समयलाई ध्यान दिनु पर्यो। अब मेरो त काम छ, मेरो व्यापार छ, मेरो नोकरी छ, म 8 बजे 10 बजे त्यसलाई चाहिँ माफ छैन। 7 बजे भित्र खाना खाइसक्यो हुनु पर्यो। 10 बजे भित्र खाना खाइसक्यो बिहान 8 देखि 10 को बिचमा। न दिउँसो नास्ता न बिहानको नास्ता, नास्ता बन्द गर्नु पर्यो। नास्ता बन्द। दिउँसो 2-2:30 बजे भोक लाग्छ, फल खानुहोस्, मेवा खानुहोस्, ड्राई फ्रुट खानुहोस्, काजु किसमिस बदाम यही चाहिँ यो ल्याएर ओखर टोखर ल्याएर दिउँसो खानुहोस्। पनि तपाईँको केराले बिगार गर्छ। केरा खानुहुन्न, केरा खानुभयो भने खाना खाएपछि खानुहोस्। एउटा केरा। स्याउले बिगार गर्छ। स्याउ त अहिले खाने, स्याउ गत वर्ष मात्रै। सुन्तला पनि सक्यो, स्याउ पनि सक्यो। अब अङ्गुरमा भयङ्कर विषादी छ, नखानु होला। केरा खानुहोस्। केरा गाउँमा औषधि नहालेको केरा भेटिन्छ भनेपछि खानाको तत्काल तुरुन्तै 2टा कसा केरा खानुहोस्, फाइदा गर्छ। पाकेको केराले बहुत फाइदा गर्छ पेटको रोगीलाई। पखाला लाग्छ भने चाहिँ काँचो केरा खाने, मासु पर्छ भने चाहिँ पाकेको केरा खाने। केरा खाएको हुन त अब गाउँको त्यस्तो त खाएको छैन, बजारको पनि जो खाली पेट नखानु होला केरा। खाना खाएपछि खानुहोस्, तत्काल खानुहोस्। खाना खाइसक्नुहोस्, त्यति राख्नु केरा, खरखर केरा खानुहोस्। बोक्रा पनि दाँतले चाटेर खानुहोस्, दाँतले कोतरेर खानुहोस्। बोक्राभित्रको त्यो बहुत औषधि हो। यसरी खानुहोस् अनि हात छुट्नुहोस्, खुल्ला गर्नुहोस्, हिँड्नुहोस्। दैनिक 2टा केरा खानुहोस् खाना खाइसकेपछि, बहुत फाइदा गर्छ। खाली पेट केरा खानु पनि खाने गर्छ तपाईँले। खाली पेट कसैले खाने केरा त। यसरी गर्नुहोस्। अलिकति अब बिहान त कडा मेहनत गरेर काममा पर्नु भएको छ होइन, गानो गएको छ। अब गानो ल्याउने विधि भनेको अब नौकासन गर्नु होला। नौकासन बिहान गर्नुहोस्। नौकासन युट्युब हेर्नुहुन्छ, नौकासन खुट्टालाई एक फिट उठाउने, 2टा खुट्टालाई नकुम्च्याएर हात सिधा गर्ने, टाउको उठाउने, डुङ्गा जस्तो बन्ने शरीर। युट्युबमा हेऱ्यो भने ठ्याक्कै नौकासन बाबा रामदेवकोदेखि लिएर सबैको आउँछ। अनि साँझ अनिवार्य नाइमा तेल राख्ने, अनिवार्य सुत्ने बेला पनि नाइमा तेल हालेर यसो दायाँ बायाँ 20-25 पटक तोरीको तेल अनि घुमाउनुहोस् खुबसँग। त्यसले धेरै फाइदा गर्छ। पानी केही समय उमालेको पानी खानुहोस्, उमालेको पानी फाइदा गर्छ। पानी कस्तो छ त्यहाँ, पानीको पनि दूषित होला, एलर्जी होला, तपाईँको के छ? जाडो पानी खाए त फ्रेस सम्भव छैन रोग निको। घरमा जाडो पानी नखानुहोस्। यात्रामा पो बाध्यता पर्छ र खान्छ मान्छेले मिनरल वाटर। घरमा दाङमा जाडो पानी खान लागेको ठाउँ त कहीँ देख्दैन मैले त। जाडको पानी खाँदासम्म मान्छे तपाईँ किडनी जान्छ। फेरि याद गर्नु, खतरनाक छ त्यो पानी। पानी आयो त्यो तरल पदार्थ मात्रै हो, धेरै पानी त्यहाँ केही हुन्न, त्यहाँ सब मिनरल वाला हो। त्योभन्दा त धारामा कपडा लगाएर सिधै धारामा चाहिँ 7 पत्र लगाएर कपडा लगाउनु छान्नुहोस्, घैटामा राख्नुहोस्, खानुहोस्। त्योभन्दा शुद्ध त केही छँदै छैन। हामी त्यही खान्छौँ, यही पानी। कुवा पनि छ। ठिक छ। अब उमाल्नुहोस्, त्यसलाई घैटामा राखेर खानुहोस्, पानी चाहिँ खानु होला। एकचोटि उमालिदिने भयो कि त्यहाँ मरिन्छ, चिसो हुन्छ, घैटामा हाल्ने। घैटामा हाल्नु, घैटामा भएको पौष्टिक तत्त्व मिसिन्छ त्यसमा। घैटामा पनि 24 मिनरल्स हुन्छ, त्यही प्लस हुन्छ त्यहाँ। तामा बागेरमा राख्नु गरी बिहान खानुहोस्। तामा जगमा राख्नु अब त्यही घैटा पानीलाई फेरि बिहान खानुहोस् खाली पेट। यसरी दिनचर्या सुधार गर्दै जानुहोस्। या बहुत गानोलाई ठिठाउन ल्याउनु पर्छ, नत्र औषधिको काम लाग्नु दिन्न। फेरि गानोले साँझ नियमित तेल राख्नु नाभिमा, बिहान नौकासन गर्नुहोस् 15-20 मिनटसम्म। नौकासन याद हुन्छ हुन्न थाहा छैन।